हाई गाइस, नमस्ते सबैजनालाई। वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म यहाँ माथि छठमा आएर कस्तो देख्यो भिडियो स्टार्ट गर्दैछु। अनि आई होप तपाईँहरू पनि सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु। बिहान यस्तो हुँदो रहेछ। आज चाहिँ मलाई छठमा आएर भिडियो स्टार्ट गर्नु मन लाग्यो। बिहानै घाम लागेको। अहिले कति बज्यो भने नि कहीँ 6 बज्यो। 6 बजे नै हेर्नु है, घाम देखाउँछु ल म यता वरिपरिको भ्यू। यस्तरी घाम लागिरहेछ। बिहानको भ्यू हो है यो चाहिँ। वाउ, आज छठमा आएर भिडियो स्टार्ट गरेको चाहिँ अनि हाम्रोमा चाहिँ यस्तो कति हरियो धानहरू भइसक्यो। अहिले रोपेको जस्तो लाग्छ। अस्ति मैले भिडियो गर्दा गर्दै रोपेको यो धानहरू यस्तो भइसक्यो। गाइस, आज चाहिँ मेरो आज चाहिँ धेरै काम छ। अब लुबु गएर अनि आएर खाना खाएर हस्पिटल गएर मेरो बेबी 14 हप्ताको भयो क्या। 14 हप्ताको भ्याक्सिन लाउनु छ। अनि लाएर आएर मोमो बनाइ खाने, होममेड। हेर्नुहोला, त्यसको लागि चाहिँ अन्तिमसम्म भिडियो हेर्नुपर्ने हुन्छ। गाइज, म चाहिँ छठबाट तल झरिसकेँ होइन। म बोल्दा बोल्दै अटोमेटिक मेरो भोइस किन सानो भयो भने मलाई अरूको छेउमा त्यो बोल्ने कन्फिडेन्स चाहिँ छैन क्या त्यो भिडियोहरूमा नि। अनि ठ्याक्कै भिडियो बनाउँदै थिएँ। भिडियो बनाउँदा त्यहाँ एकजना दाइ र दिदी आउनुभयो, घरबेटी दाइ दिदी। अनि बोल्नै मलाई अलिक लाज भयो क्या अरूको छेउमा। अब कहिले नभएको होइन। त्यो भएर म चाहिँ अहिले रुम आइसकेँ। अनि सानो साउन्ड पनि त्यही भएर भएको है मेरो। आज चाहिँ खतरा छठमा गएर भिडियो स्टार्ट गर्नु पऱ्यो भनेको त्यो पुरा डिस्टर्ब भइगयो है। आयो अनि त्यस्तै छ आजको मेरो कामहरू चाहिँ। एकदम बिजी छु क्या म आज चाहिँ। अब त्यसको लागि चाहिँ तपाईँहरूले पनि मेरो भिडियो हेर्नु होला ल, अन्तिमसम्म हेर्नु है। अनि यदि राम्रो लाग्यो भने सब्सक्राइब पनि गर्नु, लाइक पनि गर्नु अनि जानु है। गाइस, हामी चाहिँ किन्नु गर्नु लुबु आएको छौँ। यहाँ भदै चाहिँ सुँगुरको मासु किन्दैछ ममाको लागि। म चाहिँ यहाँ बसेको क्या नानीसँग गले। अनि बाटो चाहिँ खत्तम छ है, खत्तम। फर्केको बिहानै हेर्दै राम्रो छ क्या वेदर। बिहानै माथि छठ गएको थिएँ कि भिडियो स्टार्ट गर्नु। त्यो माइला दाइ र दिदी आएर लाज लगेर बोल्नु छोडेर आयो मेरो बात। हिमालहरू चिसो है। गाइस, मैले चाहिँ मोमोको अचार बनाउन लगाएको। अनि मैले सामानहरू देखाएँ है त, के हाल्छु म चाहिँ भनेर। यो टमाटर भइहाल्यो, यो प्याज, यो खोर्सानी होइन। यो चाहिँ लप्सीको धुलो क्या, योमा हाल्ने अमिलो अमिलो हुन्छ। अनि यो चाहिँ तिलको धुलो भइहाल्यो, यो मसलाहरू होइन। अनि यो अदुवा लसुन, अनि यो टमाटर भइहाल्यो। यसमा एड गर्ने भनेको एउटा तेल, अनि धनियाँ र कागती हाल्ने हो। मैले अचार बनाएको पनि म देखाउँछु है, हेर्दै जानु होला। मैले चाहिँ यो टिम्बुर चाहिँ देखाउन बिर्सेछु। यो टिम्बुर पिन्दैछु अहिले। यो टिम्बुर पनि लाउँछु होइन। टिम्बुर लाउँदा त स्वादिष्ट हुन्छ, झनै स्वादिष्ट। टिम्बुर नुन त लाउनै परिहाल्यो मोमोको अचारमा। अनि अब यो पनि लाउनुपर्ने हुन्छ। अब चाहिँ अचार बनाउन स्टार्ट गरेँ। यो कराई पनि तातिन आँट्यो। यो मेरो चाहिँ यो तोरीको तेल हाल्छु म चाहिँ अचारमा। यो चाहिँ मेरो दिदीले पठाइदिनु भएको, कहिले मात्रै चलाउँछु क्या। अर्को बोतल पनि पठाइदिनु भएको थियो। त्यो चाहिँ के अरे सक्यो। मासुहरूमा यस्तै मोमोहरू, चाउमिनहरू केमा हाल्ने गर्छु क्या म चाहिँ। अनि अब अहिले अचारमा चाहिँ यही तोरीको तेल युज गर्न आँटेको। निकै हाल्नुपर्छ, यति त हाल्नुपर्छ। मैले चाहिँ तेल अलिक बढी नै हालेछु क्या। बढी नै पनि फेरि ठिक हुँदैन नि त। त्यो भएर मेरो चाहिँ तेल पनि तातिसकेछ। यो हालिदिनुपर्छ। अलिक झिकेँ मैले चाहिँ। अब यो हालिदिन्छु खोर्सानी, प्याज। त्यसमा यसलाई चाहिँ रातो काट्छु म चाहिँ। यतिको भइसक्यो। खोर्सानी हाल्छु। सुकेको खोर्सानी पनि हालौँ कि भने त्यति हालिदिनु। रातो खोर्सानी हाल्छु, कति कलर पनि राम्रो हुन्छ।
रातो बनाउने अब यसमा अदुवा लसुन हाल्नु तर यो टिम्बुर पनि हो टिम्बुर नुन पनि अलिकति हालेको छु अदुवा लसुन यसमा चाहिँ कस्तो उयो खोर्सानीले त यस्तो भएर अब अलिकति रातो बनाएर टमाटर हाल्नु आमाम खारले त्यस्तो गाह्रो बनायो अलिअलि रातो पनि भइसक्यो अब हालिदिन्छु म त यो चाहिँ मैले 4 टुक्रा गरेर ठ्याक्कै एउटा टमाटरको 4 टुक्रा बनाएर काटेको छु अब म चाहिँ यसलाई नि हालिदिन्छु अभी नुन हालेको नि त त्यही भएर अलिक कम हाल्छ अब एकैछिनलाई सेक्नु पर्नेछ आज चाहिँ पानी नहाली बाक्लो बनाउनु खाने इच्छा छ योचोटि चाहिँ सुत्दिनु ल ओके बार भयो अब कस्तो भयो हेर्नुपर्ने हुन्छ यसलाई हल्का उयो मात्र गर्ने भन निस्किँदैन त हौ ए भगवान् नि क्यामेरा नि हाल्नु पर्ने कि यस्तो भन्दैछ यसलाई पाक्ने पकाउने सिराम पनि छ सिराम मात्रै रहेछ नि यस्तो भएको छ अब चाहिँ लगभग भयो होला सायद थाहा अलिक ठुलो ग्यास बनाइदिनु राम्रो भयो है अब मिक्सरमा हालेपछि त कत्रा हुन्छ नि यहाँनिर अब अब यहाँ तिल अनि त्यो कागती धनियाँ हालेपछि त खतरा भइहाल्छ नि होइन अब चाहिँ यो रेडी भइसक्यो अब यसलाई बन्द गरिदिन्छु त्यस पछाडि एकैचोटि अचार बनाएको देखाउँछु है त गाइस अब चाहिँ म अचार बनाउन आँटेको यो कागती यो हाल्छु एकैतालमा नअट्ने भयो कि यो फेरि अलिअलि गरेर गर्नु पर्यो यो हाल्ने त्यस पछाडि यो तिल पनि यहीँ हालिहाल्नु पर्यो तिल अनि यो कुदुको यस्तो चाहिँ किन्नु पाउँदो रहेछ क्या लप्सीको धुलो अमिलो अमिलो हुन्छ चटपटेहरूमा हाल्न पनि मिल्छ क्या यो चाहिँ यति हाल्नु पर्ला अब यसलाई उयो गर्छु तेरो फोन अफ गरेर फाइनल्ली अचार चाहिँ यस्तो भएछ है अचारको सबै देखा अलमोस्ट हाम्रो चाहिँ किमाको लागि रेडी भइसक्यो अब मोल्न मात्रै बाँकी ममा मसला गरम मसला रातो खोर्सानी यति त होला नि हाल्ने नुन होइन नुन अनि के हाल्ने र अरू त अब मोलेको एकैचोटि देखाउँछु यस्तो भएको छ किमा चाहिँ मोल्दैछु भन्नु पऱ्यो नि गाइस यो चाहिँ पिठो के अरे मोल्दैछ है सौजन राईले आमा यत्रो धेरै दुईजनाले अनि खाइसक्छौँ त हाम्रो चाहिँ सबै कुरा रेडी भइसकेको छ यो मोमोको लागि होइन अनि सबैदेखि चाहिँ यो चाहिँ किमा भइहाल्यो यो अनि यो चाहिँ अचार यो चाहिँ अचार अब चाहिँ रेडी भएर नानीलाई हस्पिटल लगेर भ्याक्सिन लाएर आउनुपर्ने छ अनि आएर चाहिँ मोमो बनाएर खाने मात्रै बेल्ने बनाउने पकाउने खाने काम अब चाहिँ हस्पिटल जानुपर्ने नानी सुतिरहेछ अहिले मेन घाम छ क्या अहिले कत्रो घाम लागेछ 12 बजेको घाम छ अलिक घाम पनि जाओस् भनेर अनि त्यति काम सकेर अनि हिँड्न आँटेको हेर्दै गर्नु होला है त लास्टसम्म हेरिदिनु है म चाहिँ लगभग रेडी भइसकेँ अलिअलि जहिले यही लुगा भन्नुहुन्छ होला होइन मेरो चाहिँ लुगा चाहिँ एक दरा छ होइन तर मलाई कुनै लुगा हुँदैन म नेक्स्ट लेभलै मोटो छु नि त अहिले त्यो भएर यही अलिक कम्फर्टेबल छ गर्मीमा त्यही भएर यही लगाएको अस्ति हस्पिटल जाँदा पनि यही लगाएको थिएँ होला सायद त्यही भएर अब चाहिँ हिँड्न आँटेको है हामी हाई बेबी मेरो बेबी पनि रेडी भइसकेको छ है हाँस तँलाई हाँस 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 यता हेर
अब झोलामा बोकेर कुदाउनु पर्यो नि हेऱ्यौ गाइज आया मरे म साथीहरू म त मरे यस्तो दुखेर हस्पिटल पुगेर आएको होइन बट आज त खोप होइन रहेछ दुःख मात्रै पाइयो ला नगर न घाम भन्नुहुन्छ भने यस्तो लागेको छ कुरै नगरौँ घामले पोलेर निधार यसरी कपाल बाँधेर गएको झन् म चाहिँ घामले पोलेर बत आज पत्रै जान्छ जस्तो चाहिँ ल अहिले कुरा गर्छु ल अघिदेखि भिडियो बनाइरहेको त यस्तो ठाडो बनाएर म बनाइरहेको रहेछु क्या ए मेरो बेबीलाई त आज सुईले घोच्ने दिन छैन रहेछ हाम्रो बाबु चाहिँ हिजो 14 महिना कम्प्लिट भएको आजबाट 15 महिनामा हिँड्दैछ ए के भनेको मैले 14 हप्ता कम्प्लिट हिजो भएन आज 15 हप्तामा लागेको क्या यो अनि यसलाई मैले 14 हप्ताको खोप लाउनु लगेको आज चाहिँ मङ्गलबार होइन तर खोप लाउने दिन चाहिँ सोमबार बुधबार शुक्रबार रहेछ मलाई चाहिँ थाहा भएन अस्तितिर पनि खोप चाहिँ लागै हो तर त्यति बेला चाहिँ सायद सोमबार बुधबार शुक्रबार त्यस्तैमा गएको रहेछु र थाहा नपाएको रहेछु क्या मैले अहिले यसो विचार गर्दा यस्तो घाम लागेको आज यस्तो नेक्स्ट लेभलले घाम मेरो त यसरी कपाल बाँधेर गएको यहाँ घाम टिलिक्कै घाम यस्तो पोलेको होइन यस्तै बत अनि त्यस्तो घाममा दुःख गरेर गयो पेट्रोलको नाश अब फेरि शुक्रबार जानुपर्ने भयो के गर्नु यसलाई पनि रेडी गराएर लगेको त यो मान्छे रुएको र यता हेर ऊ गरेर अहिले के गर्नु ल त्यस्तो भयो साथीहरू अब के गर्नु ठिकै छ म त खासमा मेरो प्लान त भोलि जाने नै थियो होइन तर भदैले भन्यो आज मोमो खाने दिन पनि आज काममा पनि नजानु पर्यो नि आजै हस्पिटल पनि जाउँ अनि मोमो पनि आजै खाउँ ठिक टाइम म काममा नि जान्न भोलिबाट जान्छु भन्यो है ओके छ नि त भने नत्र मेरो भोलि जाने प्लान थियो क्या बुधबार मङ्गलबार चाहिँ अलिक खरो बार पनि हिँड्नु हुँदैन भन्ने जस्तो लागेको थियो मलाई भरे भन्दा यस्तो भयो अनि अर्को कुरा बुढापाकाले भन्छ नि बाटोबाट फर्क्यो भने काम हुँदैन भनेर हामी चाहिँ तल गएर बाइक के अरे स्कुटर स्टार्ट गरिसकेको हेलमेटै बिर्सिरहेका काम नहुनुलाई रहेछ यति दुःख पाइयो पेट्रोलको नाश भयो घाममा डढ्दै यस्तो घाम लागेको छ साथीहरू ठिकै छ अब मिठो मिठो मोमो पकाइ खाने हेर्नु होला है ल इन्जोय गर्नु ल तपाईँहरू पनि हामी चाहिँ मोमो बनाउन स्टार्ट गरिसक्यौँ कराउँछस् खटा जति भन उति पो कराउँछ ल हेर न यो रिस उठेको हो क्या यसलाई खासमा हामी चाहिँ मोमो बनाउँदैछौँ ए कस्तो देखेको म चाहिँ यस्तो स्टाइलको बनाउँछु क्या मोमो अर्को खाले आउँदैन म चाहिँ यस्तो बनाउँछु जहिले पनि मोमो बेल्ने ठाउँ चाहिँ यता छ बेल्दैछ यता बेल्ने काम हुँदैछ थोरै देखाउनु पर्ला नि यो चाहिँ यस्तो छ होइन अनि यस्तै किन हाल्ने बनाएको पनि देखाउनु पऱ्यो क्या मेरो स्टाइलको मोमो यस्तो हालेर यस्तो गर्ने छेउछेउमा यस्तो गर्ने छेउछेउमा यस्तो भयो होइन यस्तो अब दुईजना यस्तो गर्ने यस्तो गर्ने यस्तो हुन्छ मोमो चाहिँ यस्तो मेरो स्टाइल चाहिँ यस्तो यो फुल बनाउनुपर्छ नि त अझै हुन्छ नि त 20-25 वटा हुन्छ अझै यो बाइक पनि अब यसलाई चाहिँ पकाउनुपर्छ थमेलको लागि खिच्न पर्यो भनेको खासमा
यो मोमो देखेर पनि छक्कै पर्छ होला गाइस। यहाँ मेरो भदै चाहिँ यो काट्दैछ है, मैले भिडियो बनाउने भनेर अरे। यहाँ दामी बनाउँदैछ काँक्रा साक्रा काटेर। यहाँ मोमो पाक्दैछ, फ्रिजमा पनि राखिसक्यौँ होइन, फ्रिजमा पनि राखिसक्यौँ 40वटा, 40वटा। हामीले जम्मा 129वटा मोमो बनाएछौँ। अनि अघि खायौँ 37वटा होइन, 37वटा त अघि नै खाइसक्यौँ। अब 40वटा फ्रिजमा राखेको पकाइवरी तताएर खाने भोलितिर। अनि अब 52वटा बाँकी, 52वटामा अब मुकबाङ गर्छु म, अनि भदैले नि खान्छ, दुईजना खाने बसेर मस्त खाएपछि भोजपुरे हो, भोजपुरे खुवाई। ल अब चाहिँ स्टार्ट गर्नुपर्ने हुन्छ। मोमोको अचार किन तेरो चाहिँ नदेखाउनु, मोमो अनि काँक्रा स्प्राइट तेरो पनि देखाइदिउँ न है। यो चाहिँ सौजनकै, उसले चाहिँ भिडियोमा नदेखाउने भनेर अलिक डेकोरेसन राम्रो गरेको छैन। यो चाहिँ मेरो थम्बनेलको लागि। उसले एआईले फर्स्ट बाइट मिठो छ भन्नु है भन्थ्यो अब के यस्तो गरेर देखिस् नि। स्टार्ट गर्छु है त। अघि खाइसकेको खाने चाहिँ अब भिडियोमा चाहिँ यहाँ खासमा मैले यसमा हालेर खानु खोजेको थिएँ, ठिकै छ। फर्स्ट बाइट खाएँ है त। अर्को बेला त आउँदैन क्या, त्यो त हाल्ने पक्न। मैले भने कसरी भने सबैमा माथि माथि बुझेको मैले। माथि यो माथि माथि थोरै थोरै हालेर भिडियो गर्छ है त पकाइ। मलाई केचपै मिठो है मलाई के मिठो लागेको केचप, मोमोसँग केचप। म चाहिँ केटाकेटी जस्तै लागेर त्यो चाहिँ यसरी हाल्ने मोमोको टुप्पामा खान पनि। आमामा आज चाहिँ हेभी नै खाने भइयो, तर कस्तो उज्यालै नआएको त। के भएको त नि एआईले भनेको पनि काम गरेन। यसो भिडियोमा जस्तै गरिदिएँ मैले त। लु यस्तो गरेर खान्छ नि त भिडियोमा। अचार लाएर तेल थप्दा पनि भएन जस्तो। मिठो छ भन्नुपर्छ अरे एआईले भनेको। नमिठो भयो यही गर्दा पात लागेन। ल भोलि भन्छ त। ला न त केही हुँदैन, हुँदैन ल। उसैले पो तिमी के अरे चिसोहरू खाँदा चिया जस्तो खान्छ भन्छ, त्यस्तै खान्छ कि नि। घुटुक घुटुक खानै सक्दैन क्या। के होला यो हाम्रो यस्तो मोमो चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो, यो नयाँ स्टाइलको? के अरे यहाँ भिडियो राम्रो नआएर मलाई यति रिस उठिसकेन तँलाई। यतिको नजिक गयो भने चाहिँ अलिक उज्यालो आउँदो रहेछ नि। यतिकोमा खान्छु है त। ल यहीँबाट स्टार्ट गर्छु कि क्या हो आज म? यसो गर्छु, खानु चाहिँ अब भक्कु खाइसकेको छु। अब यो फर्स्ट बाइट भन्छु है। फर्स्ट बाइट खाएँ है त। पेट चाहिँ फुल भइसक्यो त। सबै कुरा भएर जुसी भएको क्या। जानिएन हौ के हुँदा जुसी हुन्छ थाहा भएन। न त अब सुँगुरको मासु पनि बोसो भएकोलेकै हो, तेल पनि हालेकै हो, अरू मसला पनि हालेकै हो होइन।
यो काँक्रा चाहिँ खासमा त्यही छ अहिले पनि त्यही अहिले पनि तल्ला छैन यो राम्रो रहेछ क्या कोदालै पर्यो कि नभए त्यो नबढेको ल्याउनु यस्तो देखाउँछु त्यो मोमो खान सकिन्छ राखौँ राख उमा राख्नुपर्छ यो चाहिँ केले दारेको जस्तो कता हो त हाट्ने के को मैले चाहिँ हुन्छ हौ बिहान काट्नेको हो तपाईँ मै हो कसरी त्यस्तो दारेको जस्तो भयो त तैँले यस्तो निकाल्दा निक्लेको नि यस्तो फोटोमा कस्तो अचम्म कसरी भयो भन्छु नि मैले के साथी त हौ खतम हेरेको त्यो मिकासाहरूले 2टा 3टा चाहिँ कसरी लाउँछ मुखमा एउटैले फुल हुन्छ त मेरो त होइन त्यो चपस्टिकमा सोही सुरुबाट 3टा खामा पो हाल्छ त फेरि हेर्दा पनि ठुलो ठुलै हुन्छ अचम्मै लाग्छ खन पाएँ बर्बादै भयो नि खन आएर ए अचार पनि राख्नुपर्छ होला उयोहरू बढी भयो यो 2टा त म खाइसक्यो अरू चाहिँ मिलाएर बाह्र खान्छु के मोमो खान जाने भक्कु खान्छु भनेको होइन मटकमा 40वटा त भइसक्यो के हुँदैन मैले अघि भनिसकेँ यो काट्नु मैले अघि भनिसकेँ 129वटा जम्मा पकाएको भनेर 129 मा 40वटा चाहिँ आयो मैले फोन गरेँ क्या फेरि ए होइन 129 मा 40वटा चाहिँ आफैले बजाएको थिएँ 40वटा फ्रिजमा के भनेर आफ्नो घर पनि के तर म यत्रो खाइसक्दिनँ जस्तो लागिसक्यो मलाई ख्यालमा तपाईँको पनि प्लेटमा त 37वटा भयो 37वटा भयो अघि 17वटा अहिले 20वटा नि त मेरोमा 20 40 भयो नि म खाइसकेको छुइनँ नि त त्यसो खाइसक्छु मेरो अघि 17वटा खाएको मेरो जम्मा 40 होइन त यतिसँग होइन योसँग टोटल 37 मात्रै हो अनि 17 र 20 कति हुन्छ ए त्यति हो ए यहाँ चाहिँ होस् 20 हाले त्यस नि पछि 20 अगाडि 17 मैले खाइसकेँ तपाईँले खानु बाँकी 37वटामा राम 37वटामा भनेको पनि थोरै हो त मान्छेले 100वटा पनि खान्छ नि तर भिडियोमा 4 प्लेट झर्ने जाने अघि त्यो 17वटा खाइहालेर पनि होला अहिले यस्तो भएको म यो सबै खाइसक्छु जस्तो छैन नि अहिले त्यस्तो भइरहेछ मलाई अचार यहाँ जाने अहिले ठिक्क भइरहेछ खाइहाल्नु न अनि भक्कु खान्छु भनेको नि फेरि खानु मन लाग्छ नि त एकछिन एकछिनमा खानु मन लाग्छ नि त एकछिनमा खानु अहिलेलाई ठिकै छ नि त बुझ्नु होइन म यो अब म पनि भरे बेलुका खान्छु जस्तो छ थोरै छ पनि मिलाएर राख्दा 1 प्लेट छ 4 5 ठिक्क 10वटा रहेछ 1 प्लेट छ अझै मैले 10वटा खाइसकेको छु अहिलेसम्म 20वटा थियो नि वेट लस त उयो यो हालेर बल्ल तल घटेको 7 केजी पनि भर्नु अब आधा खाएर 4-5 दिन नखाने 4-5 दिन नखाने
मै आउँदिन होइन हौ ए बनाएर भनेको बनाएर बेलुका भनेको बिहान मात्र खाना खाने ज्यान घटाउनुमा लाग्ने भन्नु खोजेको किन हो उज्यालो भिडियो नआएको जस्तो लागेर आफूलाई चाहिँ तर यो अलिक उयो बाहिरको उज्यालो देखेर पनि हो कि जस्तो पनि लाग्छ मैले भनेपछि यहाँ 10वटा छ 10 17 27वटा खाइसकेको छु त अनि कसरी चाहिँ रुच्छ त हौ जबरजस्ती खानु खोजिरहेको छु यहाँ अघि अफ क्यामेरामै 17वटा खाइहालेको एकैचोटि धेरै खाँदा नरमाइलो हुन्छ कि बिस्तारै अघि त नि म त यो सबै खाइसक्छु भन्दैछ त कम लागेछ सबै खाइसक्छु भन्दै थियो विश्राम लिँदै 40वटा पुगेछ जबरजस्ती हो भने सक्छु त्यति चाहिँ तर होइन अहिले आस्ते काम आस्ते मलाई यहाँ 27वटाले म ठ्याक्कै 27वटा खाइसकेको छु अब यति 10वटा छ 37 हुँदो रहेछ नि के भन्छ 30वटाले म ठिक्क हुने रहेछ क्या हो मलाई 27ले यस्तो भाग्नु भएको छ यो त 37 हुन्छ नि खाँदा भोजपुरे खुवाइ भनेको यही हो यो लास्ट खान्छु ल अघि भर्खर फर्स्ट बाइट भनेको लास्ट यस्तो मुखबाङ हुन्छ होइन मेरो अरूले पनि रिकभर छ नि त अहिले 15 मिनट जति अघि भइसकेछ यो लास्ट र म चिसो खान्छु यो मैले लाउनु गल्ती गरेछु नि यो अचार भोलितिर लागेको अरू भन्दा नि के अरे अघि नि त्यो भिडियोमा देखाउनु भन्दा पनि खानु एक्साइटेड भएर खाइहाल्यो क्या फेरि हामीले गऱ्यौँ क्या है हिजोतिर गर्नुपर्दैछ केही भन्दैन अहिले त गुड न्युज 9वटा चाहिँ यो भयो म नखाने हाल्नु पर्ने सबै हालेर त्यही त राम्रो देखाउनुलाई गरेको अघि सुरुमा भएन कप्ला कप्ला खान्थेँ कि अघि त नि गन्ती गरेर 17वटा रहेछ त लो अब चाहिँ आजलाई चाहिँ भिडियो यहीँ अन्त्य गर्छु यतिन्जेलसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद यदि मेरो भिडियो मन पर्यो भने सब्सक्राइब गर्नु नभुल्नु होला भन्दै बाई बाई